यस्तो भिड छ, यस्तो पहाड छ न, हिँड्दा हिँड्दा थकित लागिसके। लगभग हिँडेको पनि 3 घन्टा भयो होला। गाह्रो छ यार यस्तो। पहिलोचोटि सेट बेलाको बाटो यो नासिबिर यो Lama coisa tranquila, dia usara mesmo. Kalau mau sekolah nggak ada yang यसरी चाहिँ हावा आउँछ, शीतल होस्, दामी हुन्छ यार है। आजको यात्रा चाहिँ लामै भयो। त्यो घामले पोलेर घामले हुट त्रिवेणी पुगेको। ए यता कति नजिक रहेछ उता माथिबाट भन्दा। नजिकै पर्छ नाप्दा पनि। माथि कोप्चेमा छिर्नु भएन होला। कहाँ देखि आउनु? कहाँ कोप्चे? यो कोप्चे उताबाट उता चाहिँ हिँडेको र उताबाट गएको कोप्चेदेखि कोप्चेमा जानुपर्छ। कति छ यहाँबाट? 15 मिनट जति लाग्छ। पैसा त थिएन नि तलतिर जानु हुने पाउँछ। अनि कहाँ बस्नु तपाईँहरूलाई यता होइन होइन यो आफ्नै रहरले म चाहिँ हिँड्दै आएको होइन यहाँसम्म तलदेखि नै आउनु हो चतारदेखि होइन।
उहाँ चाहिँ हिँड्दै जानु तल पनि निस्किन्छ बोट्टा ऊ तल रिसोर्टमा पनि निस्किन्छ त त्यहाँ देखाएको थियो माथि आइदिनु उसो भने कोप्ती जानु न कोप्चियादेखि यहाँदेखि सिमले यसरी छिर्नु सिमलेदेखि उतापट्टि स्कुलहरू छ नि स्कुलदेखि उता पारिपट्टि चाहिँ कोप्चे भन्छ त्यहाँ लाग्छ एउटा पुल छ त्यो यहाँदेखि लाग्छ यता चाहिँ तल त्यो रिसोर्टमा हामी त ऊ पारी अनि उहाँ चाहिँ यता अनि बिराटबाट आएको त्यहाँसम्म बाइकमा आएको